हाम्रो अर्को राइडरहरू चाहिँ यहाँ हुनुहुन्छ। हामी चाहिँ दुईवटा स्कुटी लिएर चाहिँ हामी चाहिँ अब सिब्लिङ्सहरू चाहिँ जाँदैछौँ है, कजन भनौँ है। अब चाहिँ हाम्रो यहाँ घरबारदेखिको राइड स्टार्ट हुँदैछ है, एकदम पानी झरीमा। अब चाहिँ हामी अगाडि हिँडेको। हामी चाहिँ यहाँ एकछिन रोकेको छु है, यहाँबाट मिठाईहरू किन्नु। खतरा राइडर पो रहेछ त यता। अम्मा बहिनीहरू चाहिँ कहाँ आउँदैछन् हो, हामी पछि छोड्यौँ। हाम्रो नेक्स्ट प्रो राइडरहरू चाहिँ यहाँ आइसकेको छ है। रेनकोट चाहिँ बिच्चामा लाउनु पऱ्यो हाम्रो चाहिँ। हाम्रो छैन त, अहिले कुरेसको पछाडि चढेको छु है। अन्त विपना चाहिँ भाइको उसमा चढेको छु। अब चाहिँ हामी बहिनीसँग चढेको छु म चाहिँ। हाम्रो भाइ बहिनीले चाहिँ हाम्रो चिउ पार्यो है। विपना कस्तो ठिकै छ। हाम्रो खानेकुराहरू निकाल्नुपर्छ है। अन्त यहाँबाट घुम्ने जग्गाहरू त त्यस्तो छैन, यहाँबाट हिँड्न सक्छ। यस्तो दामी पार्क छ। गरम भएको अवस्था भइरहेको छ है यहाँ चाहिँ। हामी पर जाँदैछौँ। मेरो अस्ति बर्थडे जहाँ मनाएको थियो त्यहाँनिर जाँदैछु है अहिले चाहिँ। यही हो तिम्रो सुनेना दिदीको बर्थडे मनाएको। हामी चाहिँ मेरो बर्थडे चाहिँ यहाँ मनाएको। यहाँबाट हेर्न आइज न, कस्तो दामी छ हो। यहाँ हेर त, तर भिड छ है। हेर त कस्तो दामी जग्गा छ नि त। यो पालि चाहिँ सिक्किमहरू होला। यता बङ्गाल हो, यता सिक्किम हो। सबै फोटो खिच्नुमा बिजी। यस्तो दामी जग्गा ल्याइदिएँ मैले। हाम्रो झ्यालमारी पार्टी हुँदैछ है। आज त एकदमै मजा आयो। यस्तो पहाडहरू पनि चढियो हाम्रो। खानु होला गाइसहरू पनि। रक क्लाइम्बिङ गर्छ। माउन्ट एभरेस्ट अरे यो। भाइ लड्छ चिप्लेर। अम्बो ओए त्यो जा जा जा। हेर्न सक्नुहुन्छ है। केटाकेटीहरू चाहिँ सबै मुनि छन्, हामी चाहिँ म चाहिँ माथि छु।
हाम्रो हल्का फोटो सेसन हुँदैछ है। अन्त यहाँ चाहिँ हामीले हातहरू चाहिँ यसरी टक गरेर लान देख्छु है। यस्तो ब्युटिफुल भ्यूलाई चाहिँ अब हामीले यहीँ छोडेर चाहिँ अब हामी जानु आँटेको छौँ। यहाँनिर चाहिँ हाम्रो खसेको यहाँ छ है। र चाहिँ कलेज तपाईँहरू पनि आउनुहोस् होला, एकदमै दामी जग्गा छ है, शान्ति परेको। अब चाहिँ हामी हिँडिसकेको छौँ है। यहाँ यो प्लेसलाई छोडेर चाहिँ अब चाहिँ हामी घर फर्किसकेको छौँ। यहाँ चाहिँ हाम्रो राइडरहरू चाहिँ यहाँ रेडी भइरहेको छ है।